दुर्गा मन्दिरको दर्शनपछि बालेन्द्र शाह निस्किने क्रममा शुभेच्छुकहरूको यो समर्थन, यो माया, यो सद्भाव देखिरहेका छौँ। यो दुर्गा मन्दिरको दर्शनमा उहाँ आउनुभएको थियो र भर्खरै निस्किने क्रममा हुनुहुन्छ। यति बेला उहाँ आफ्नो निर्वाचन क्षेत्रबाट अगाडि बढ्दै हुनुहुन्छ। झापा क्षेत्र नम्बर 5 मा उहाँको आगमन छ, निस्किने क्रममा हुनुहुन्छ। बाटोको गुणस्तरीयताको विषयमा प्रश्न हो म्याम। साँच्चै भनेको बाटोको भनेको हामी काठमाडौँदेखि आउँछौँ, यो अहिले म 4 वर्ष भइसक्यो यो हिँडेको मेचीदेखि माकाईसम्म बाटै यस्तो छ सबै। पहिले बाटो बनाउनु भन्नु नि, धुलाम्मै छ, धुलाम्मै छ, खाल्डाखुल्टी छ, खाल्टाखुल्टी सबै यो खाल्टो खनेको छोडिदिएको छ, बजेट छैन भन्छन्। पहिले बाटो बनाउनु राम्रोसँग अनि भोट माग्न आउनु। यति बेला निर्वाचन लागिसकेको छ। देशैभरि 21 फागुनको निर्वाचनका लागि मतदाताको बीचमा नेताहरू पुग्ने क्रम जारी छ। खोज्नुहुन्छ तपाईँहरू कस्तो परिवर्तन? हो 35-40% म हेर्नुहोस् यहाँ विदेश अहिले छोराको लागि उहाँको साथ लागिरहेको छु। हजुरहरूले पनि आफू जे भयो हामीले राख्यौँ कुरा राम्रो, कुरा राख्नु राम्रो हो। भोट दिने बेलामा चाहिँ सम्झिनु होला, अरू कुरा हामीले नगरौँ। उत्साहजनक सहभागिता छ। आम जनताले फुल दिइरहेका छन्, दर्शकवृन्द माया गरिरहेका छन्, उत्सव खुसी मनाइरहेका छन्। यो अवस्थामा बालेन्द्र शाहको उपस्थितिलाई आउनु त भोट माग्न जुनै नेता आए पनि त्यही हो। 2-3 वर्षको फरकमा फेरि भोट माग्न आइसकेका छन्। भोट माग्न चाहिँ भोट माग्दै बेगामा चाहिँ हात जोड्दै आउने, घरको बाटो भत्केको चाहिँ नदेख्ने, बाटो भत्केको बजेट उदाके घर गोजीबागा झिक्नु पर्दैन त, ग्यापै आउँछ हो। त्यसो भनिदिनु नेता बागा नै आए पनि जुनै जोगी आए पनि यो पिच मेचीदेखि माकाईसम्मको बाटो बन्योस्